दोस्रो, श्रीमतीबाट जन्मिएको बच्चाले चाहिँ अंश सम्पत्ति पाउँछ कि पाउँदैन, यसबारे चाहिँ नेपालको कानुनले के भन्छ त आउनुहोस् जानौँ। पुरुष विवाहित हुँदाहुँदै दोस्रो विवाह गरे र बच्चा जन्मियो भने चाहिँ बच्चाले चाहिँ आफ्नो सम्पूर्ण अधिकार पाउँछ। तर पुरुष विवाहित हुँदाहुँदै चाहिँ अर्को बिहे गरेमा सो विवाह चाहिँ बदर हुनेछ र महिलालाई चाहिँ पुरुष विवाहित हो भन्ने थाहा पाएर पनि त्यही पुरुषसँग बिहे गर्छ भने चाहिँ यस्तो गर्ने महिला र पुरुष दुवैलाई बहुविवाहको मुद्दा लाग्नेछ र मुलुकी अपराध संहिता 2074 अनुसार चाहिँ बहुविवाह गरेमा चाहिँ 1 वर्षदेखि 5 वर्षसम्मको जेल सजाय हुनेछ र रु 10,000 रुपियाँदेखि रु 50,000 रुपियाँसम्म जरिवाना हुनेछ र सो विवाह चाहिँ स्वतः बदर हुनेछ। अब बच्चाको हकमा भने चाहिँ बच्चाले आफ्नो सम्पूर्ण अधिकार पाउँछ, जस्तै जन्मदर्ता बनाउन आमा बुवाको नाममा नागरिकता र उसले चाहिँ आफ्नो बुवाबाट चाहिँ अंश सम्पत्ति पनि दाबी गर्न पाउँछ। धन्यवाद।